हजुर कहाँबाट आइपुग्नु म पोखरादेखि। पोखराबाटै आउनु भएको? हजुर हजुर पछिल्लो पटक यो पर्यटकीय क्षेत्रमा आउनु भएको छ बारपाकमा, बारपाक हुँदै लालपाक आइपुग्नु भएको छ। तपाईलाई कस्तो लाग्यो यो ठाउँ? एकदम राम्रो छ हैन। यो विशेष गरेर हामी सहकारी मार्फत आएका थियौँ, संकल्प सहकारी पोखराबाट, र त्यहाँबाट आइरहँदाखेरि बारपाक आउँदाखेरि ज्येष्ठ नागरिकहरू वृद्ध पनि आउनु भएको छ, जो पहिलोचोटि हिउँ देख्नु भएको छ। 70, 85, 80 वर्षको उमेरमा आएर पहिलोचोटि हिउँ खेल्न पाइयो भनेर हामीलाई आशीर्वाद पनि दिनुभएको छ हाम्रो सहकारी टिमलाई। अनि विशेष गरेर यो हिउँ खेल्ने अब बारपाक लारपाक भनेको एउटा नमुना बस्ती पनि हो। 72 सालको भूकम्पले छेदविच्छेद भएको ठाउँ कस्तो भयो होला भन्ने एउटा कौतूहलता पनि थियो हैन। त्यही भएर पोखरेलीहरू जति पनि सहकारीमा आबद्ध हुनुहुन्छ उहाँ स्वतस्फूर्त रूपमा लजानियो भनेर उत्सुकता भएर आउनु भएको छ। त्यसमा पनि उहाँहरूलाई चाहिँ यो हिउँ परिसकेपछि यो सरप्राइज प्याकेज जस्तो भयो हैन। सरप्राइज भएटाकै यता आउनु स्वयं जिरोसँगै हिउँ पनि परेको रहेछ। युवाहरू त अब हिउँ पर्छ भन्ने एउटा आकलनले आएका थियौँ हैन। तर जति पनि हामी 55 जनाको समूह आएका छौँ। हजुर तपाईँ यो भिडियो हेरिराख्नु भएको थुप्रै हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरूले के भन्न चाहनुहुन्छ भिडियो मार्फत? एकदम विशेष गरेर अब यो ऐतिहासिक ठाउँ पनि यो गोर्खा हैन। राज्य एकीकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेर नेपाललाई विस्तार गरेको ठाउँ पनि हो। यो भूमिमा टिकिसकेपछि हामीलाई के लाग्छ भन्दाखेरि नेपाल अनेकतामा एकता पनि छ, राम्रो पनि छ, अनि प्रकृतिले पनि भरिपूर्ण, संस्कृतिले पनि भरिपूर्ण, र विकासहरू बिस्तारै गाउँतर्फ पनि आइरहेका छौँ। तर बस्तीहरू खाली भएको छ। अब हामीले गाउँलाई सजाउनु पर्छ, आफ्नो बस्तीलाई सजाउनु पर्छ, र यही नै सुन फलाउनु पर्छ, र यही नै केही गर्नुपर्छ। समृद्ध नेपाल बनाउनको लागि हामी सबै एकजुट हुनुपर्छ भन्ने लाग्छ। तपाईँ जस्तो जोसिलो हँसिलो युवा देशलाई आवश्यक छ। तपाईँ हामी जुट्नुपर्छ, लाग्नुपर्छ, देश बनाउनुपर्छ भन्ने धारणा लाग्नु एकदम सकारात्मक नै रह्यो। त्यसै अन्तिममा चाहिँ यो भिडियो राख्नु भएको छ, उहाँहरूलाई तपाईँले भन्नुभयो कि आन्तरिक पर्यटन प्रबन्धनमा हामी आफै जुट्नुपर्छ भन्ने हो। हामी विदेशतिर नगएर यतिको हाम्रो गाउँठाउँमा पनि थुप्रै पर्यटकीय क्षेत्रहरू छन्। त्यो ठाउँको प्रचार प्रसारमा सरकारले स्थानीय तहले कस्तो भूमिका खेलिदिनु पर्ला? प्रचार प्रसारमा अब विशेष गरेर यो ठाउँको स्थानीय निकायहरूले आफ्नो ठाउँमा गर्नु भएको छ होला हैन। पछिल्लो समय प्रदेश संरचनाहरू पनि बनेको छ। गण्डकी प्रदेश सरकारले अब कनेक्टिभिटी रोड के विशेष गरेर पोखरा जानुहुन्छ, गोर्खा जानुहुन्छ, जानेको व्यक्तिहरू त जागिराख्नु भएको छ, नजानेको व्यक्तिले पनि यो ठाउँमा यस्तो छ है, जस्तो यो ठाउँमा हिउँ पर्छ भन्ने धेरैलाई थाहा हुनुपर्छ। एउटा प्याकेजिङ के जति पनि टुरिज्म सेक्टरहरू छन्, टुरिज्म निकाय पर्यटन बोर्डहरू छ हैन, नेपाल टुरिज्म बोर्डहरू छन्, उनीहरूले यो प्याकेजमै यो बेलामा हिउँ पर्छ भन्यो भने आन्तरिक मात्र होइन, हामी बाह्य पर्यटकहरूलाई पनि यहाँ भित्राउन सक्छौँ। किनकि कतिपय टुरिस्टहरू हिउँ खेल्नको लागि भनेर आफ्नो भिजा एक्सटेन्ड गरेर नेपाल बस्नुहुन्छ हैन। उहाँको लागि कहाँ हिउँ पर्दैछ भनेर अहिले त मौसमविदहरूको मौसम आकलन पनि एकदमै एक्ज्याक्ट परिरहेको छ। त्यो भएर यो भनेको हामीले पर्यटन एउटा ठाउँमा मात्र जानुपर्छ भन्ने छैन, हामी पोखरेली हो पोखरा मात्र जानुपर्छ भन्ने छैन, मुस्ताङ मनाङ मात्र जानुपर्छ भन्ने छैन। यस्तो पहिला पिछडिएको ठाउँ जुन बारपाक अहिले बन्न लागिरहेको छ, अहिले धेरै पर्यटकहरू आउनु भएको छ। यो ठाउँ चिनाउनको लागि हामी नेपालीहरू हाम्रो ठाउँ मात्र होइन, यो सबै नेपाल हाम्रो भूगोल हो भन्ने हिसाबले प्रचार प्रसार गर्नुपर्छ। र पर्यटन बोर्डसँगै लिएर अब टुरिज्म काउन्सिलहरूदेखि लिएर होइन, विशेष गरेर पर्यटन मन्त्रालयले पनि यस्ता ठाउँहरूलाई अझ पर्यटकीय रूपमा उजागर गर्नुपर्छ। अनि यो क्षेत्रमा आइसकेपछि तपाईँले यता खाना बस्नको लागि के कस्तो पर्याप्तता छ? पर्याप्तता हामी वहीँबाट बुकिङ गरेर आएको हो है। त्यही भएर आउने बेला हामी दरौदीतिर बसेर खानेको व्यवस्था रहेछ, त्यता खायौँ होइन। अब आज चाहिँ होमस्टेमा बस्छौँ हामी। अब यहाँ 2-3टा मुलाबारी होमस्टेदेखि लिएर अन्य होमस्टे छ भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। अब होमस्टेमा पनि बसौँ होइन। पोखराबाट आएको होटल त हामीले स्वाद पाइराखेको हो होइन। गाउँतिर आइसकेपछि गाउँको स्वाद पनि लिनुपर्छ। जे होस् हामीले आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नुपर्छ। यहीँको बस्तीहरू यहीँको गाउँलेहरूले हामी आएको जुन छ नि, हामी आउँदा जे खर्च गरेका छौँ त्यो खर्चको कुनै पाटो चाहिँ यहीँको बासिन्दाहरूले पाउनुभयो भने उहाँलाई यहाँ बस्ने प्रेरणा मिल्छ भनेर हामी होमस्टे बस्ने कोसिस गरिरहेका छौँ। र हाम्रो साथीहरूले पनि यसलाई सहजता रूपमा लिनुहुन्छ होला। हामीले त्यही भनेर उहाँहरूलाई कन्भिन्स गराएका छौँ। बुढा आमा बुवाले यस्तो त हामीले पहिले खाएको थियौँ भन्नुहुन्छ भने पनि यो ठाउँको आमा बुवाहरूलाई चाहिँ यो हामी बस्दिनाले उहाँहरूलाई उत्प्रेरणा जाग्छ। सहर झर्नबाट उहाँको पाइला रोकिन सक्छ, युवाहरूको पाइला रोकिन सक्छ भन्ने हिसाबले चाहिँ हामी होमस्टेमा बस्छौँ। तपाईँले महत्त्वपूर्ण विचार राख्नु, तपाईँले धन्यवाद। धन्यवाद। केमा आउँछ?